यसले गर्दा भन्ने कि छोरछोरीलाई दोष लाउने कि श्रीमतीलाई दोष लाउने कि बाआमाले पैसा दिएनन् भन्ने कि राज्यलाई दोष लाउने। त्यसले गर्दा त्यो दोष त तँ बेला लिन्छ, तर त्यसको रिजल्ट चाहिँ आफूलाई पर्छ। दोष लाएर यसले गर्दा भनेर के भन्छ, आफू पास हुँदैन, आफ्नो जागिर छैन, आफ्नो करियर छैन। एकछिन तितो पोख्यो भने त मास्टरलाई पोख्ने भयो, बालाई पोख्ने भयो, श्रीमतीलाई पोख्ने भयो, राज्यलाई पोख्ने भयो। तर त्यसको परिणाम जति चाहिँ आफैले भोग्नुपर्छ। 1 वर्ष खेर गयो भने 1 वर्ष दुःख पाउने आफूले हो, अर्काले पाउने पनि होइन। यी अरू त ती सहायक हुन्, एकछिन कुण्ठा पोख्नलाई माध्यम आधार ऊ मात्रै हो। त्यो भयो। म त तपाईँको कम 5 घन्टा सुत्थेँ, 10 घन्टा मैले पढ्थेँ। 5 घन्टा सुत्ने, 10 घन्टा पढ्ने, 15 घन्टा मेरा, अरू चाहिँ तपाईँको 9 घन्टा अरू घरतिर काम क्लास त्यो हुन्थ्यो। सबै विषय पढेरै गरे भनेपछि त्यो कुरा ख्याल गर्नुहोस्। मेहनत आफूले गर्ने हो, अर्काले जादु गराइँदैन। कोही एक्स्ट्रा हुँदैन नि हुँदैन, यो म कन्फर्म गरिदिन्छु। कसैले अलि बढी डेडिकेटेड दिएर अलि बढी पढेर त्यो अस्ति एउटा मैले त्यो हेरिराखेको थिएँ नि त। तपाईँ हामी एउटा कसरी गर्न सकिन्छ भने त्यो एउटा कुन चाहिँको त्यो 6वटा मेडल जित्यो भनेर एउटाको त्यो इन्टरभ्यू हेरेँ, मलाई मजा लाग्यो उसको। त्यसो अब त्यो एक्स्ट्रा मान्छे नै पनि होइन रहेछ पहिलेदेखि। भन्न त सुत्न पाए त 15 घन्टा सुत्दै नि हुन्थ्यो नि। अब अहिले सुते भइगयो 9 घन्टा, अहिले त 8 घन्टा सुत्ने गरे। अब बारको इक्जाम छ, यहाँ घर 8 घन्टा क्लास छ, अनि 8 घन्टा सुत्नुपर्छ भनेर पातो हेरेर बस्ने कि अनि त्यो बेला चाहिँ पढ्ने। हो भनेपछि त्यो बेला त तपाईँ